So, ladies and gentlemen, आज पनि फेरि मेरो अर्को भ्लगमा सबैलाई स्वागत छ। म चाहिँ आज हिँड्दैछु अलेन महल। सो थोरै ब्याङ्कमा काम थियो, एटिएममा पुरा पैसा डिपोजिट गर्नु पर्यो भनेर यहाँ हो। अब मेरो चाहिँ अलि हालको ब्याङ्क भयो यहाँ युएईमा है। अनि अब यहाँनिर चाहिँ फिलहाल नजिकै चाहिँ अलि हालको तपाईँको एटिएम पनि कहीँनिर छैन रहेछ। सो मैले डिपोजिट गर्न सकेँ। सो गाइस देख्न सक्नुहुन्छ तल सब कार्ड छ ब्याक साइड। ओके एन्ड म के भन्दै थिएँ, अलि हालको ब्याङ्कमा मेरो एकाउन्ट थियो, मलाई डिपोजिट गर्नुपर्ने थियो 200 दिराम, तर मैले गर्न सकिनँ बिकज अफ वाट के भन्छ त्यसलाई, मतलब यहाँ अर्कै एटिएम पऱ्यो क्या, सेम एटिएम भएन। सो गाइज अहिले म हिँड्दैछु। अब कहाँनिर गएर पैसा जसरी पनि डिपोजिट गर्नु छ, अब के गरौँ, कताबाट रेमिटेन्स गरेर के गरेर कसो गरेर हुन्छ क्यास दिएर चाहिँ टक्क मेरो ब्याङ्क एकाउन्टमा हाल्नु पर्ने छ। आफ्टर द्याट छोडिदिउँ यो कुरा। अनि म आज हिँड्दैछु, त्यही भएर भोतारिएर अलेन महलको अगाडि छु। यो महल लगभग तपाईँले आँखाले देखे जतिकै लामो छ। सो यस्तै गाइज, अब welcome in our next vlog again. Hope you guys like my videos, that previous videos. I have my new account. Okay, यो मेरो नयाँ आइडी हो। अनि यस्तो छ दुःख चाहिँ यति छ परदेशमा, यति गर्मी छ, यस्तो घाम छ, हरबको घाम है, यति गर्मी, यस्तो पोल्छ सिधा अनुहार पट्टै चिरिएला जस्तो खालको पोल्छ यहाँको गर्मीले चाहिँ। सो तपाईँहरू देख्न सक्नुहुन्छ वहाँनिर घाम कस्तो ढन्टाला लागेको छ। यहाँ सबै पार्किङ एरियामा पुरा गाडी पुरा बिजी। एन्ड ईद मुबारक सबैजनालाई। अहिले ईद चलिरहेछ। अब यस्तो हो क्या गाइस, भन्छ नि अब के गर्नु, आफ्नो देशमा रोजगारको केही छैन, व्यवस्था छैन। सबैलाई वहाँ कमाउन, लुट्न, खुट्टा तान्न, कुर्सी तान्न मात्रै बिजी छन्। नेपालीको लागि, अब जनताको लागि त केही नै गर्नै अब गर्दैन। सो के गर्नु, दुःख गर्नु परेकै छ गाइज होइन। सो यस्तै हो परदेशी लाइफ। अब यहाँनिर दुःख भन्नुहुन्छ भने लास्टै दुःख छ। अब कस्तो छ, हाम्रो जनाजा 3 सिफ्टको काम छ, 2टा आफ्टरनुन, 2टा मर्निङ, 2टा नाइट छ। तपाईँको जम्पिङ ड्युटी पर्दा सुत्नु पनि पाइँदैन, जस्तो 2-3 घन्टा सुत्दै गयो। काममा गयो, काम त 8 घन्टाको हो। 1 घन्टा आधी घन्टा अगाडि नै गाडी आउँछ लिन, आधी घन्टा जानै लाग्छ। गाडी पर्खिनु पऱ्यो, गाडी आउनुभन्दा 5 मिनट अगाडि गाडी पर्खिनु पऱ्यो भनेपछि तपाईँको मर्निङ ड्युटीमा आधी घन्टा अगाडि भनेको 5:30मा निस्किसक्नुपर्छ होइन। अनि 5:30मा निस्किसके पछाडि भनेपछि तपाईँको 5:30मा निस्किनलाई कति बजी उठ्नु पऱ्यो, त्यो 4:30मा उठ्नु पऱ्यो। अब मर्निङमा केही खाजा नास्ता खाएर जाने हुँदाखेरि 4 बजी उठेर मिहिनेत गर्न थाल्नु पऱ्यो भनेपछि तपाईँको मर्निङ ड्युटी गरेर आइपुगिन्छ 2 बजी छुट्टी हुन्छ, रुम आइपुगिन्छ 3 बजी। रुम आइपुगेर वाइल्ड गल्या हुन्छ, खाना खायो, सुत्यो। मेरो पहिलो ट्राई हो। अन्त सोल्टीहरूले जिस्काइरहेको छ, भ्लगरलाई बोलाऊ भन्दै। सायद गाइज म बोलेको पनि केही बुझिएको छैन होला, बिकज सिरे हावा चल्यो, सिरिँदै पुरा हावा चल्यो। मान्छेहरू कहाँ जान्छन् यार, बिहान पनि यत्तिकै जान्छन्, दिउँसो पनि यत्तिकै जान्छन्, यत्तिकै हुन्छ गाइज गाडी। बिहान दिउँसो राति बेलुका सधैँ यत्तिकै गाडी हो। सो वाइल्ड बिल्ला पनि भएको छ, किन फर्स्ट प्र्याक्टिस हो नि त गाइज, लजाउनु हुँदैन। होप यो भिडियो तपाईँहरूले उहाँहरूमा सामु पुऱ्याइदिनु हुन्छ, मेरो बेइज्जत गरेको मान्छेको सामु, बिकज आई निड मोर एन्ड मोर भ्युज। सो गाइज च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले 1 सब्सक्राइब र लाइक गरेर चाहिँ टक्क च्यानललाई चाहिँ कमेन्ट हानिदिनु होला। भिडियोमा सानो प्रयास हो, क्यामेरा क्वालिटी छैन, भोइसको माइक साइक किन होइन, जस्ट ट्राई हो। लेट्स सी यो भिडियोमा 5000 भ्युज आयो भने म माइक किन्नेवाला छु, 10,000 भिडियो आयो भने म क्यामेरा किनिदिन्छु गाइज। सो त्यस्तै छ गाइज है, हरबमा गर्मी ज्यादा। अनि ड्युटीको कुरा गर्दै थिएँ, अनि त्यति गरेर आयो। अनि बेलुका खाना खानै पऱ्यो, आफै खाना बनाउने, खाने, आफै रुम रेन्ट तिर्ने। रुम रेन्ट फेरि वाइल्ड महँगो, 500 दिराम रुम पर बेड हो, त्यस्तोसम्म पर्छ। हामी चाहिँ अब प्राइभेट पार्टिसनै हो। सो 500 दिराम पार्टिसनको आउनु जान्छ। अनि 500 दिराम पार्टिसन, 300 दिराम खानालाई लागिहाल्यो, चारो 150 दिराम तपाईँको गाडी भाडा लागिहाल्यो। पैसा त यति खर्च हुन्छ यहाँनिर गाइज है, खाना र बस्न उ गर्नमा पैसा ज्यादा खर्च हुन्छ। त्यसरी अगाडि हिँडिरहेको छु, अगाडि ठिकै छ, हावा चलिरहेछ, पछाडिको घामले भेषमा छुँदाखेरि हात पिल्सिन खोज्छ गाइज। सो
सो यस्तो छ, यति गर्मी छ, गाडीहरू हजारौँ गाडी लाखौँ गाडीहरू छ, गाडीको हिट तापक्रम यति गर्मी छ गाइज, यति मुस्किल छ वैदेशी जीवन गाइज। अब देख्ने त देख्छ, विदेश गएको छ, रमाइलो गरेको छ, गएको छ, घुमेको छ, लोत भएको छ, हो त्यस्तो सोच्छ होला। तर वास्तविकता खास भने चाहिँ विदेश आउनेर थाहा हुन्छ कति पीडा हुँदो रहेछ। म पनि पहिला सोच्थेँ मेरो साथीहरू गएको छ, रमाइलो गरेको छ सोच्थेँ। ओह माई गड, यहाँको दुःख तपाईँहरूलाई तातो घाममा, हाम्रो जब पेट्रोल पम्पको काम थियो, तातो घाममा पेट्रोल हाल्दा एट नकमा काम गर्छु म चाहिँ है। यति गर्मी यति गाह्रो भइरहेको हुन्छ गाइज। जोस् अलिकति अब दुःख गर्नैपर्छ, दुःख गरेपछि नसुखाउने हो। सो म आज थाहा छैन गाइज भ्लग बनाउँदै कहाँसम्म पुगिसकेँ। अब भ्लगमा पनि के गर्नुपर्ने हो आइडिया दिनु है गाइज। भिडियो त भएन, क्यामेरा एङ्गल त मिलाएको छैन, किन मसँग स्ट्यान्ड पनि छैन, हात बलिरहेछ हो। सानो सानो ट्राई हो, हेरौँ पोस्ट गरी हेर्ने हो, राम्रो भएछ भने त्यसो सुधार गरिहालिन्छ। तपाईँहरूलाई म युएईको अलेन भन्ने ठाउँ देखाइरहेको छु है। र यहाँ नो इन्ट्री रहेछ, झन्डै इन्ट्री हान्थे अब मैले फाइन थियो गाइज। तपाईँहरूले आज मलाई यसो एउटा सञ्चलित चुलबुले देखिराख्नु भयो होला। तपाईँहरूको मनमा पक्कै पनि छ आज केही न केही चाहिँ सोचिराख्नु भएको छ हो। म भनिदिइहाल्छु किन आज अलिकति ह्याप्पी छु। म काम गर्दाखेरि पनि कामको अलिकति काम गरे जस्तै भएको छ आज। किन भन्दाखेरि बिकज गाइज आज मैले पेट्रोल पम्पमा नेपालको 10,000 टिप्स पाएको थिएँ गाइज। उहाँ एकजना कस्टमर आउनुभयो, युरोपियन कस्टमर, इन्शाअल्लाह गाइज मलाई 10,000 दिरहम नेपाली टिप्स दिए पछाडि त मेरो फिलिङ्स त त्यहाँबाट त काम म नर्मल्ली गरिरहेको थिएँ, त्यसो शरीर पनि जोगाउँदै 10,000 टिप्स आएपछि त 2 घन्टा त काम त यस्तो वाइल हान्न मन लाग्यो, काम गरे जस्तो लाग्यो भने चाहिँ गरौँ जस्तो लाग्यो गाइज। त्यस्तो हुन्छ टिप्स आउँदाको क्षण सबैलाई थाहा छ होला। अब तपाईँहरू पनि भन्नुहोस् है, को टिप्स आइसक्दाखेरि नहेरिकन साथीले देख्छ कि भनेर गोजीमा लुकाइहाल्नुहुन्छ हो। त्यसो कुरो गाइज कहिलेकाहीँ यस्तै हो, कहिलेकाहीँ रमाइलो हुन्छ। सो अरू के भन्ने हो र गाइज। हिँड्दा पसिना आउन थालिसक्यो, गलिसके, गर्मी हुन थालिसक्यो पुरा, गाडी त्यत्तिकै चल्छ, घाम त्यत्तिकै छ, ट्राफिक त्यत्तिकै जाम, बिल्डिङहरू त्यत्तिकै, मान्छे कमाइरहेछन्, काम गरिरहेछन्। म बेकारी भएर हिँडिरहेको छु बिकज मैले बिहानै ड्युटी सकेर आएको, आज मर्निङ ड्युटी थियो गाइज। सो होप दिस भिडियो मैले मेरो के चलिरहेको छ अचेल ड्युटी सिफ्टहरू कस्तो हुन्छ, 2 दिन 3 सिफ्टको हुन्छ हो। सुता पुग्दैन, 3 घन्टा सुतेर पनि ड्युटी जानै पर्यो। ड्युटी गएन भने ब्ल्याक लिस्टमा नाम आइहाल्छ, ज्यादा ब्ल्याक लिस्टमा नाम आयो भने सिधा टर्मिनेसन लेटर आउँछ, सिधा नेपालमा आइपुगिन्छ। सो यहाँको मजा पनि एक हिसाबले छुट्टै छ, घरको याद त्यस्तै छ, चाडबाड आउँछ, घर आउनु पाइँदैन। सो ओके, सी यू सुन गाइज। फर टुडे I like to end this vlog. I hope this vlog will get a lots of person connected with me, whoever here in Alin. Thank you so much guys. Catch you later in next video.